बोका हेर्ने गाइस बोका हेर गाइस बोका अघि बोका एउटै भयो यसको जिन्दगी र माइतीको जिन्दगी एउटै छ बोका ल अब हाम्रो टोली चाहिँ माछा मार्नको लागि रेडी हुँदैछ त्यो खोला बुझ्नलाई यो प्लास्टिक भयो होइन दाइले यो बर्की किन दाइ ढुङ्गाहरू हुन्छ ओट लागिहाल्छ चिल्लो भयो त बर्की किन बोर्नु भएको छ तपाईँले यो बर्के जारो हुन्छ भनेर माछा मार्नु ल हाम्रो माछा मार्नलाई यहाँ प्लास्टिक रेडी हुँदैछ यस्तो छ यार यहाँ यस्तो कि काठमाडौँमा प्याजहरू हेर त यो काठमाडौँमा यहीले पर्छ बे 100 रुपियाँ पाउ फेरि किलो त हुन्छ नि 100 रुपियाँ पाउ पर्छ एउटाबाट यहाँ पनि हेर त लद्रमा मौरी पनि छ है यस्तो छ यार गाउँ भने गाउँ हो क्या बेसी बस्नलाई त सहर भन्दा गाउँ राम्रो हुन्छ हेर हरियाली हेर आलु यति त भन्ने त प्याजहरू त के चाहिन्छ भने सस्तो मूल्यमा कोही छ भने भिडियो हेरेर आउनु चाहनुहुन्छ भने एकदम सस्तोमा है पटेरी म नम्बर छोडिदिन्छु त्यसमा छाँचु हेरेर केटा छाँचु हेर केटा अर्ग्यानिक छाँचु हेरेर अब हामी माछा मार्ने रेडी हुँदैछ होइन कोडाली लिउ त कोडाली ल यसको जिन्दगी र मेरो जिन्दगी त एउटै भयो यसको जिन्दगी र माइतीको जिन्दगी एउटै छ बोके ल माछा मार्न हामी हिँड्यौँ होइन यो चाहिँ हाम्रो यो छाँचु र यो पिरुङ्गा यो पुरै भरिन्छ गरे आज केटा जोसिया छ नि तर मलाई त बेसी जाँगर त लागेको छैन अर्को ल्याउनु कि त अलि हुन्न क्या कस्तो हुन्छ माछा मार्नु भन्नु अब हेरौँ न माछा अहिले गएपछि थाहा हुन्छ कि फलाम कस्तो छन् माछा खान आउने के अहिले यहाँ त हाम्रो बस त्यही त तर मलाई सोद्धा हुन्छ फोटो खै त जो माछा गर्न आउँछ माइती फेरि है फोटो खै त उठाउनु पर्छ मारिले हुन्छ नि ट्याक्स उठाउनु यो त ज्यामिर भन्छ नि ज्यामिर फोलेको यो त काम यो त के काम भयो त्यसको फरुवा खै फरुवा किन घुम्यो भने बोरा चाहियो क्या माटो बोक्नलाई त्यही भएर बोरा सोरा सबै एकैचोटि होइन माइतीले के बोकेको छु माइतीले के बोकेको छ यस्तो गरे खै यो सबै के हो हामी माछा मार्न हिँड्यौँ खोलातिर बेसी खोलामा माछा मारे हुन्छ अनि माछा त धेरै होइन बट मर्दैनन् क्या यसो हेर्छु म त